भदौ 29 आइपुग्दा बल्ल अलि मनमा शान्ति छाएको छ, चहल पहल देखिएको छ, सडकमा गाडीहरू देखिएका छन्। 23 र 24 गतेको 2 दिनको आन्दोलनले यत्रो सत्ता पल्टियो, के देखियो, तर चित्त दुखेको कुरा चाहिँ सायदै जेनजीले त होइन, कुनै पार्टीका नेताहरूको गुन्डाहरूले नै हुनसक्छ। सिंहदरबार, संसद भवन, सर्वोच्च अदालतहरूमा आगो लाग्यो। तर सिंहदरबारमा आगो लाग्ने बेला त ऊ पनि नेपाली हो नि, कसरी उसको हातले चाहिँ आगो सल्काउन सक्यो होला भन्ने मात्रै प्रश्न मलाई यस्तो पिरोल छ। गुन्डा नै थियो भने पनि उसको हात कसरी अगाडि बढ्यो होला। देशको माया छ भने त कुनै पनि देशद्रोहीले नि त्यस्तो गर्न सक्दैन, कसरी गर्यो होला जस्तो मात्रै लाग्छ। सिंहदरबार जलाउन सक्ने त्यति बेला फेरि कसैले पनि त्यत्रा सेना थिए, पछिल्लो चरणमा काम गरेको सेनाले त्यतिखेर किन रोकेनन् सिंहदरबारमा आगो लाउन? देउन्जेल किन चुप्लाएर बसे? त्यहाँ पनि त थियो होला सेक्युरिटीहरू जस्तो लाग्छ। अनि अर्को दुःख लागेको चाहिँ यो ठुल्ठुला उद्यमी व्यवसायीहरूको मिलबहादुर बिचरा कस्तो रोको देखाएको थियो। त्यत्रो भाटबुटिनमा त्यत्रा 10,000 भन्दा बढीलाई उनले रोजगारी दिएछन् है। कति ट्याक्स कर पनि उनीबाटै आउँछ भने त्यस्तो उद्यमीहरूलाई रुवाएर सुपर मार्केटहरू त्यसरी जलाएर चाहिँ के पाए होलान्? आखिर जलाछ, चोरेर लिएर हिँडेको छ है। कस्तो केही फरकै रहेन क्या, चोर भ्रष्ट नेता र जनतामा केही फरक देखिएन यति बेला। त्यो एउटा साह्रै चित्त दुखेको कुरा छ। अनि जे गरे पनि तर्साएर र चोरेर डढाएर गुन्डागर्दी देखाएर चाहिँ जितिँदो रहेछ भन्ने एउटा नकारात्मक शिक्षा चाहिँ यहाँ जस्तो लाग्छ। भोलि सानो कुरामा चित्त नबुझ्ने बित्तिकै मान्छेले यही कदम उठायो भने चाहिँ के हुन्छ हालत? कुनै पनि कुरा चित्त बुझेन भने मान्छे त आन्दोलनमा आउने नै बानी छ। त्यही भएर आन्दोलनमा आएर नि शान्तिपूर्वक, पहिला जस्तो स्थिति छैन, शान्तिपूर्वक चाहिँ होइन, एकदम हिंसात्मक तरिकाले गयो भने मात्रै सफल हुन्छ आन्दोलन भन्ने एउटा नकारात्मक सन्देश त छरिसक्यो। भनेपछि अब हामीले न सिंहदरबार न अरू कुनै ठुल्ठुला भवन त नबनायो नि हुन्छ। फेरि अरू नाममा आएर यसै गरी जलाए सल्कायो भने के गर्ने? मलाई त फेरि संरचनाहरू पुनर्निर्माण नगरे नि हुन्छ यो देशमा जस्तो पो लाग्छ त डर। हेरौँ 10-20 वर्ष जस्तो पनि लाग्ने क्या। के हो यस्तो मन आत्तिएको छ। न्यायाधीश सुशीला कार्कीले यसरी अहिले भार लिनुभएको छ। अनि कसैले बुढी आए, यता गऱ्यो उति गऱ्यो, बुढियालाई ल्याए भनेका छन्, के भनेका छन्। यस्तो बेलामा देशलाई च्याप्प समाइदिनु भएको छ थोरै समयको लागि। धन्यवाद त दिनै कम के, जे मन लाग्यो त्यही बोल्ने स्वतन्त्रता पनि बढी भयो भने मान्छे बिग्रिँदो रहेछ, गर्ने स्वतन्त्रतामा पनि बढी भएपछि मान्छे बिग्रिँदो रहेछ। अनि यिनीहरूलाई त राणा शासनै ल्याउनु पर्ने खालका जनता रहेछन् के भनेर यस्तो लागेको छ। अहिले त स्वतन्त्र भयो, गणतन्त्र आयो भने केही काम लागेन। र सोसल मिडियाले त यति बिगारेको छ, मान्छे पछि कुरा भन्दै हाल्दै। हुन त मैले पनि आफ्नो राय भने, तर जसले जे मन लाग्यो त्यही बोलेर हाल्दैছি। अनि अरूलाई उचाल्ने काम के। अनि उचालिसकेपछि ल यही हो, यो ठिक भन्ने हुन्छ। ठिक भएको मान्छे पनि अर्कालाई गलत लाग्छ, गलत पनि ठिक लाग्छ। जे जसलाई लागे पनि भयो। एउटा डर, व्यवस्था कानुन नभएपछि डर भन्ने कुरा कहीँ नभएपछि जे पनि त हुनसक्छ नि। नेपालमा सुरक्षा कहाँ भयो त? अहिले हामी नेपालीलाई नै सडकमा निक्लिन गाह्रो, केही हुन्छ कि भन्ने गाह्रो, व्यवसायीहरूलाई सल्काउँछन् कि जलाउँछन् कि भन्ने डर। त्यो सिजी आज म मन्दिर जाँदाखेरि सिजी सतुङ्गलको सिजी डढेर केही बाँकी रहेनछ। अरू त मैले हेर्न बाँकी नै छ। यस्तो चित्त दुखा। सिंहदरबार जलेको त पटक त्यो आइहाल्यो भने म हेर्नै सक्दिनँ, स्क्रोल गरिहाल्छु। यस्तो मन पोल्दो रहेछ है। यो देशको माया त होला नि सायद। छोराछोरीको माया भन्दा नि, आमाबाउको माया भन्दा नि बढी प्यारो हुँदो रहेछ देशको माया। यस्तो त्यो सिंहदरबार जलेको देख्दा यस्तो हुन्छ है। मैले त्यहाँ पुगेर हेर्न सक्ने अहिले आँट छैन मेरो। सिजी जलेको देखेर साह्रै पिर लाग्यो। अरू कुराहरू नि अब मिल्दै जाला कि हुन त सबै खोल्दै जान थालेपछि यस्तो नहोला। तर जसले चाहिँ त्यो सिंहदरबार अनि सर्वोच्चहरू, संसद भवन जलाए तिनीहरू त छन्। तिनीहरूलाई समातेर कडा कारबाही गरियोस्, नत्र तिनीहरूले भोलि जे पनि गर्न सक्छन् क्या अर्को। यहाँ त जसको नाममा जसले जे चित्त नबुझेर आन्दोलनमा आए नि भो, र आन्दोलनमा आउँदा अब सिधै शान्तिपूर्वक वातावरण बस्ने होइन कि सिधै तोडफोड गर्ने, जलाउने, भत्काउने, पिट्ने, कुट्ने यस्तो देखियो क्या। यस्तो सन्देश गइसक्यो नि त। त्यसले गर्दाखेरि यसलाई चाहिँ हामीले एकदमै सतर्कतापूर्वक लिएर
नेपाली जनताहरू आफै सोझा जनता नै हो नि, हामी त यस्तो नै छौँ नि त धेरै हो। नेपाली जनताले चाहिँ कसैले गलत गर्न आँट्यो, आगो लिएर अगाडि आयो भने त्यसलाई प्रतिकार गर्नु हामी सबै रेडी भएर बस्नुपर्छ। त्यसरी सल्काउन दिन अब हुँदैन संरचनाहरू। हामी गरिब देशले कहिले बनाएर कहिले उठ्ने।